नमस्ते, वेलकम छ मेरो मिनी ब्लगमा। हामी आमा छोरी चाहिँ कहाँ जान लागेको फुल भिडियो हेरेर थाहा पाउनुहुन्छ। हामी आमा छोरी चाहिँ फन पार्क जान लागेको। मेरो छोरीले अस्ति नैबाट धेरै दिन भइसकेको थियो मम्मी स्विमिङ पुल वाटर पार्क लैजानु भनेर। मैले चाहिँ बिदाको दिनमा जाम्ला छोरी, बिदाको दिनमा जाम्ला भनेको थिएँ। अनि शनिबार चाहिँ हामी आश्रम गएको भएर जान पाएनौँ। मेरो छोरीलाई लान सकिनँ मैले शनिबार। अनि आइतबार हिजो चाहिँ छोरीले मम्मी जाम भनेर हेर्नु हैरान गरेर मलाई धेरै सताएर जाम मम्मी हजुरले प्रमिस गर्नुभएको थियो पिङ्की प्रमिस भनेर चाहिँ हैरान गरेर त्यसपछि 3 बजेतिर रेडी भएर गयौँ। अनि यो ब्रेक डान्स चाहिँ खेल्यौँ। यो खेल्दा चाहिँ मलाई त एकदमै रिङ्गटा लाग्यो, तर मजा आयो। केही खाऊ अनि त्यसपछि खेल भने उनले चाहिँ बबल टी खाइन्। आमा छोरी चाहिँ खेल्न थाल्यौँ। मेरो बाबुलाई चाहिँ मैले घरै छोडेर गएको थिएँ। कहिलेकाहीँ बच्चाहरूले भनेको पनि मान्नुपर्छ, उनीहरूलाई घुमाउनु लानुपर्छ, खुवाउनुपर्छ, खेलाउनुपर्छ। म चाहिँ अलिकति थाकेको भएर म चाहिँ नजाने आइतबार अब अर्कोचोटि जाम्ला भन्ने सोचेको थिएँ। नि यो गेम खेल भनेको उनलाई डर लाग्छ, म खेल्दिनँ मम्मी, म अरू खेल्छु भन्न थालिन्। त्यसपछि यो खेलाइदिएँ। चाहिँ बच्चाहरू खेल्न नमिल्ने, कोलम्बसमा रोटेपिङमा बच्चाहरू खेल्न नमिल्ने, अनि मलाई एक्लै खेल्न मन लागेन। त्यसपछि हामीले चाट खायौँ। फेरि मेरो छोरीलाई गोला खान मन लाग्यो भनिन्, अनि उनले गोला खाएन। उनको एउटा दुईटा फोटोहरू पनि खिचिदिइहालेँ मैले। बच्चालाई बाहिर खेलाउन जाँदा बच्चाको माइन्ड पनि फ्रेस हुन्छ। माइन्ड त फ्रेस हुन्छ, तर के गर्नु, बाबुलाई घर छोडेर गएको। मेरो बाबु त रोएर हैरान गरेछ। अनि चाहिँ यो लाफिङ पनि खायौँ, एउटा झोलवाला एउटा सुक्खा। मेरो छोरीले 1 पिस मात्रै खाएको थियो, उसले त भमिट गरी, उसलाई मन परेन। त्यसपछि हामी घरतिर फर्किन थाल्यौँ। उसले भमिट गरी थियो, त्यही भएर मैले चाहिँ उसलाई फन पार्कबाट हामी माइती घरसम्म हिँड्दै आयौँ के, अलिकति भमिट गरेको पचाउँछ भनेर के हिँडेपछि। त्यसपछि हामी आमा छोरी हिँड्दै गफ गर्दै गयौँ। हामी माइती घर त्यहाँ मण्डलामा टेन्ट लगाएर बसेको लागि हामी घर आइपुग्ने बेला 8 बजेको थियो, राति भइसकेको थियो। ओके, बाई बाई।